Hello everyone. First of all, happy TR and welcome to my TR's vlog. This is how I celebrated my TR. So आज चाहिँ भाइटिका भन्दा एक दिन अगाडि हो. Actually TR नै त भन्दिनँ because मैले अरु कुनै नि पूजाहरुको चाहिँ रेकर्डिङ गरिनँ unfortunately, but भाइटिकाको चाहिँ of course I will be making a vlog. I am making a vlog. So म चाहिँ अब भोलि भाइटिका हो. आज चाहिँ It's a day before. आज चाहिँ म मेरो ठुलो बाबाको घर जान लागेको where my brother is. Hello guys, we are home. Hello. हेर्दा सुतिरहे. Hello. खाजा खाएर बस्नु आरहेछ. हेर्दै राख्नु न तपाईले म समाइदिन्छु राख्नु म समाइदिन्छु भनेको के कहाँ राख्ने त्यसै के राख्दिन्छु अलि यता माला भरिउने की छु आफ्नो खुशी मैले ओ माला भरिउने की छु आफ्नो खुशी मैले Hello, good morning. सक्यो म चाहिँ बल्ल उड्दैछु 10 बजिसक्यो so and happy भाइटिका तर सबजनाको पारा उस्तै हो let's see भाइटिका हुने बेला दाइको पारा हेर्दा तँलाई काम गरेर जानु पर्दैन गेम खेलेर बस्छस् सुतेर बल्ल उठ्ने मान्छे नगरा न काम गर्न पर्दैन माथि जानु पर्यो हेर्नलाई काम गरेको भाइटिका हाय आरती हाय मेरो बाबु त्यो मोबाइलले भर्खर बुझाएको भए भन्देऊ न त्यसलाई भात बनाउन आगे पकाइ भात मेरो बाबु भात पकायो छोरी भन्देऊ न भात पकाइछु भात पकायो काकरी पकायो पाकिसक्यो ठुलावाले पकाइसक्यो भात पाक्यो काकरी पाक्यो Your smile lit up like a sunrise glow. Touch so soft where the seasons flow. We met where the stars take their flight. Every moment with you feels just right. Whisper your name in the rush of the breeze. Love like an ocean rippling with ease. Heartbeat. ल खै आरती तिमी कस्ती भयो देखाऊ आहा ल घुम्देऊ त एकचोटी घुमा छैन त्यही लाउने हो बुवा आहा ल अब म कस्तो भयो यहाँ चाहिँ बुवा हुनुहुन्छ के गरिरहनु भएको यहाँ चाहिँ ल मेरो भ्लगिङ सुरु भइसक्यो आजलाई अलि गएर आएछ त मेरो साडी लगाइदिनु भयो के छ ठिक छ हजुरको के छ साडी साडी लाउने यसले यो फरिया लगाइरहेको थियो अहिलेलाई ल खै त दादा किचनमा हुन्थ्यो अब त्यो त नहेर्नु न तपाईँ यहाँ कुन गर्नु त्यहाँ थाल्नु हो एउटा सेतो लाउनु त्यो त लाग्यो हैन यो लाउनु भने हैन त अनि मेरोमा पर्दियो त्यो सेतो लाग्यो हैन छोरो जान्न के तासी हाटाइले गर्दा त्यो कोसमा जान हेर बिग्रिन्छ जान न पाथिमा यही माथिसम्म गयो त्यही भएर चलाउँदा झन् बिग्रिन्छ भने अरु जानु किनभने न यस्तो हो बसिदाको उसमा त्यो तासिसकेको कलर होल्यो गाछ कलर बसिसक्यो के त्यतै गरेर जान्न हेर न यस्तो हुनी त्यस्तो
यो हो टिका राम्रो देखिया बुवा माथिको टिका बरु यो यस्तो हुन्थ्यो तेर्स्याउनु पर्दैन यो चन्द्रमा बनाइदिनु हो ट्यापको लगाइदिनु दुईटै होला यता हेर्नु नि ढाइलो बा 40 वटा कतिसम्म ल हाँस्नु त हाम्रो ल भयो ल काट्न नि आउन है यत्रो टिका लाउने यस्तो टिका लाउँछ कसैले यत्रो भ्यात्रो हो केटा जति गर यस्तो हुँदैन यो ठुलो टोपी ला भन्दा नि आज यो ओइ ततरा लाइस्यो हजुरलाई त्यो हेर न त्यहाँ माथि अलिकति त्यो हेर त त्यो हेर त त्यति युज गर्ने नि है औ त खै ल बुवाको हेर ल हेरि यो यत्रो त चाहिन्छ पुरै काटेर पुरै काट्यो नि त बाबे यो काटिएर त यहाँ समाउनु पर्छ नि त तिहार त भित्र भयो आको त्यति त्यो दोडा दुई कार्टुनको भेटिसकेको अब हँ? उता कार्टुनको भेट्यो दाइले बनाउनु भयो एउटा टिका लाउन सबैजना लागि पर्दा नि कसैले कस्तो राम्रो भयो हेरौँ यो त अलिक पातलो अलिक सानो भएन र त्यो टिकै देखिन्न नि जरा ढाका टोपी अब त देखियो सबैजनाको ढाका टोपी मैलो धुनी बहिनी घर यो पनि एउटा डान्स ल फोटो खिच्दै झ्याम ल यहाँ बस्नु बा खै ढाका टोपी बा त्यहाँ बस्नु ल बस्न त हो त्यहाँ यताबाट म खिच्छु मेरोबाट ए फुपूलाई ल ओहो हिँड्न पनि न अलि अगाडि बस्नु पर्ने रहेछ हिँड्नै नमिल्ने सर्दैन अलि अगाडि बस्नु भए भए हुने कि धेरै पछाडि डलर पनि राख्नु पर्यो नि यहाँ डलर राखेर पूजा नि गरिदिएको सुन्दै सुन्नु आएन दाइ त पुरै अस्ट्रेलिया भएर आइसकेको छ हाम्रो दाइ हेर है अस्ट्रेलियन दाइलाई कपाल कोरे अब भन्नु पर्यो नि त अनि त्यसपछि मैले यहाँ डलर राखेँ छैन अनि पूजा गरेँ माइला माइला ओ माइला भन्नु पर्यो नि है अब हुन्न भन्न भए होइन त्यो जे हो त्यो ठिक छ भन्नुपर्छ त्यो चल्नु त राम्रो सिक निलो लगाइ अब भयो त्यहाँ बिल टाइम भिडियो खिचिन भने माइलाको नि भयो टिका लाउने ल यसरी टोपी लाउनु अब टोपी आरती ओए आरती ओए आएको हो माथि गयो के कुरा गर्नु ल खाइ खाइ चुरमुर तरे पनि बतारे हुन्छ है दिदी ठिक छ अब फोटो खिच्नु है फोटोग्राफरहरु खै फेरि बाङ्गो होइन त्यो तल ए अँ त नि थोरै यसो गर्दाखेरि खिच्ने कान्छी खिच्यो एउटा त्यो भिडियो भइरहेको ओहो ल सबैजनाले मेरो युट्युब सब्सक्राइब गरेर आफ्नो टिका लागेको भिडियो हेर्नु होला यस्तो यस्तो गर्दाखेरि खिच्ने है कान्छो आफ्नो प्रचार आफै गर्न पर्यो नि हजुर लाइदिनु तिमी लगाइदेऊ न दिदीले छोइदिनु हो भइहाल्यो ल भिडियो भिडियो जिरो जिरो निधार खुम्चिहाल्छ पहिला ए उता हो क्या फोटो एकचोटि यता पनि ल यता पनि ल ल हाम्रो ह्यापी तिहार नपार्दै है म टाउका हात राखिदिन्छु ल मलाई पनि छोरा नगर्दिछु है होइन क्या ल फोटो
ओहो ओखरमा परिदिए बाधाहरू मैले जता पनि पुगादा चाहिँ काम हो धेरै पानी हो त्यहाँ खाली ठाउँमा अलिकति जल उ गर नभए यता चाहिँ थोरै गरेर गर अर्को छोरी अलि अगाडि बस्या हुन्छ कान्छो टिन्टी हो अलि त्यहाँ चाहिँ सबै यता धेरै बोक्नु पर्दैन छोरीहरू टिन्टी मात्रै हो मलाई घुम्न पर्दैन अनि तपाईँ त्यही गर्नु भएको त हामी कहाँबाट खान्छौँ अहिले जराको उठ्न सक्दिनँ ठिक छ केही भएको छैन ल तेल लाग्यो दादालाई रसबारी चाहिँ त्यहाँ पऱ्यो भने यता हेर्दा कान्छी यहाँ म कहाँ आएर पोको पार्ने ए दाइ त तेल लाग्यो दादाले हात लाउनु पर्दैन बहिनीले लगाइदिन्छ एउटा लगाइदिए हुन्छ नि ल ल ल एउटै दाइ छ तपाईँ लानु लाउ लाउ सबै लाउ सबै उताबाट लाउ ठुलो छोरी जाऊ ओइ छोरी उताबाट कोर न तिनवटा बहिनी जम्मा पारेर टिका लाउनु पर्छ तिनटा मात्रै बाँधडै डलर राख तेल लगाएर कपाल गर्यो हो ल अब पूजा गरेपछि अब हुँदैन यो त्यसरी लाउन डराए पनि छ एउटा उसलाई लाउन दिनु उसले लाउनु पर्यो त ल दादालाई तल लगाइदेऊ तल 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 यहाँ भएन नि आएर हो आफूले आउनु त सबै त ल अब बहिनीले लगाइदेऊ त्यो एउटा जुन कलर भयो लगाइदेऊ ग्रिन लाउनु रेडको लागि पिङ्क लगाऊ त्यो सेतो उयो लाउ धेरै धेरै हो यो सेतो लाउ हो त्यो सेतो लाउ धेरै धेरै ला त्यो कागजमा बस्छ निधारमा बस्दैन त्यो लपरिया धेरै ला ल छोरीहरूले दादालाई टिका लगाइदिया रातो थोरै आरती वैष्णवी वैभवी 4 5 छोरीले त्यो त्यो हो त्यो वैष्णवी त आरतीको भयो बाबु वैष्णवी कान्छीको के हो रे यताबाट खिच्दिन त कस्तो आयो यताबाट भावी होइन अहिले ए दादाको अहिले कागज आउँछ नि खोलिदिनु नि त अब खोल्ने बेला ल खै 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 ल त्यति राम्रो टिका भयो ल दादा यता मलाई हिरो ल माथि अक्षे त अब बहिनीहरू के हो नि हो धेरै होइन थोरै लगाइदे यो अलि धेरै लगाइदे होइन सेतो कपडा रातो अक्षतामा थापे ए हुन्न धुन्छ आफैले त्यो तन्नेले हो त्यस्तो रातो सेतो ल अब माला खोइ कता पुर्यायो छोरी यता खै म टाढोबाट गएँ माला लाउने बेलामा सबैजना ल कानमा फुल लाउनु हुँदैन किन झिका कानमा फुल लाउनु हुँदैन ओ टाउकोमा लाउने हो हाम्रो लाउँछ नि कानमा हाच्छु आरती लगाइदेऊ पहिला दादालाई लगाइदेऊ ल यता बाबु पनि यसो यता हेर्दा दुवैजना नानीले हात समाउँछ अर्को यहाँ दादा ल अर्को ओ यसो गरेर मालामा हात यहाँ दादालाई ल यहाँ छ न अक्कडी भाइ के छोरीहरूको दादालाई दादा बाबाले फेरि त्यो यस्तो गर्छन् नि एउटा एपबाट त्यस्तै बनाइदिनु भयो आफै होला रहेछ फोटो खिच्ने बेला आउँछ। सुरुमा त कहाँ म भएन नि आरती हो सुरुमा त बिचमा बस्यो नि केही नि हुँदैन हुँदैन बस न पाले पालो लाउला छोरी केही होइन उसले लाइन मिलाउन खोज्यो कि ठिक छ ल जेठी माइली साइनी पारे त्यही तँलाई त लाउनु पर्यो नि होइन ठिक छ म बस्छु आरतीलाई लाउँछ अनि बस्छु नि ल ल ल ल ल बाबुले
सेतो चाहिँ यो ठिक छ नि, सर, यो सानो आइहाल्छ। यहाँबाट लाग्नु है सेतो चाहिँ बाबु सानो आइहाल्छ नि। एउटा हलियो तल लाने एउटा हलियो माथि लाग्नु लो गाइला बाबालाई हेर त जरी। ल हेर सबभन्दा राम्रो छोरीको भयो यता न कसै पनि कस्तो हेर न क्या दामी भयो छिटो लाउनु पर्छ। के छ ल अब बैसुको ल पैसालाई यो लाउनु पर्यो यसले मार्छ मलाई त्यही त गाह्रो त्यसको त्यो सिउँदोबाट नाकको डाँडीसम्म गर्दैन हौ। अलि धेरै लएर लपक्क चाख्दैन भाइ हो त तपाईँको चुरुप्रो भए नि हो ल हो ल आउँदैन अब होइन पर्न नि छोरी नि राम्रो छ फोनको लक त्यो फोन नै सोधो बनाऊ है कान्छ अलि यसरी चाहिँ लपक्क ला जेठो र कान्छोको राम्रो माइला यसरी चाहिँ भएर मैले भने अहिले दिदीले बनाइदिन्छ है। कलर पारे माथि कतिवटा भयो होला अब के रातो सबै हो त्यो बस 6 7 अब दुईटा है आउँछ ल हेर झन् राम्रो भयो बैसु खै ल के बाङ्गो एउटा छिटा पनि झरे छैन कतै पनि त्यो होइन आजको त झन् कस्तो राम्रो हो कि दाबी प्रेस गर्यो हुन्छ बाबा ऐना छोरीहरूलाई चाहिँ कति नलाउ ठुलो कस्तो यहाँ टक्क अछ उनीहरूलाई दादा ठुला हातको ठुल्ठुलो ल दुईजना यता हेर्नु मलाई दुई चारजनाले ल मलाई हेर मलाई सँगै लगाइदिउला कि ओहो दिदीको पनि ल दाइले हल्लाउनु भएको कि त्यो एउटा आवाज तिमी युट्युबमा सिकेर बसाएको क्या हो यो लाउनलाई हामी त अलि यसरी त हो नि हो त नि यिनीहरू अरू दाइहरूको भाग पनि लाउनु परेन सेतो लगाइदिए अब अलिकति बेला म भयो अब के नाङ्गो हो सानो मलाई हेर ओहो सानो तल सानो माथि मोटा त बाबाको बाङ्गो त होइन जस्तै छ मेरो यता फर्के सोझै टिका लगाउनु लाने ठाउँ कति राम्रो हो नि लेखा नि ल यहाँ आएर दुइटा दिदीबहिनी आएर त कसको दिदीबहिनी हो माइलीलाई फेरि खोलेर लगाइदिन्छ त्यो केटीहरूले त्यस्तो लाउन हुन्न ल ल उतै अहिले दादा ला हुन्छ के ल दादा तेरो सिक्नु त्यस्तो कसरी ल ल ल ला मैले आफ्नो यता हेर छोरी यता हेर ल कान्छी अब है ल ल ह्याप्पी तिहार दिदी ओ ल पूजा दिदी आइपुग्नु भयो ल खै त्यो ल अब छोरी के गर्नु ल है अब चाहिँ सिद्धिया हो अन्तिम हो ल दिदी आउनु आउनु बस्नु ल ला कति भारी हो उठ्यो अब मलाई दे भन्दा मैले आफै दिनु त्यो झोला तिम्रो हो कि ल यता हेर ल समातेर बाबु समातेर यता हेर्दै त ल हो यता ल बिस्तारै जाऊ ल तिम्रो फेरि साडी ल आएर ल दिदी ए हसिलो हुनु भएको छ अरे हजुर यसपालि त अब के चाहियो र हात्ती आयो पैसा देखायो यसरी उल्टै गर्ने हेरेको बहिनीलाई ढोका आज नढोग्नु भने नि त ढोग्नु पर्छ ल तर ढोग्या भयो हुन्छ ल बहिनीहरूलाई ल